दर्शक वृन्दहरू यति बेला भुन्टी सिरियलमा भने भुन्टी भूपेन्द्रलाई सुप बनाउने सामानहरू लिएर घर फर्किँदै गर्दा किन अचानक कसलाई हेरेकी छिन् त? तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नुहोला। साथीहरू मलाई जहाँसम्म लाग्छ भुन्टीलाई भूपेन्द्रबाट अलग गराउनको निम्ति भूपेन्द्रकी प्रेमिका जेरीले भने कुनै षड्यन्त्र रचेकी हुनुपर्छ र यता विगतको समयमा धेरै दुख दिने घृणा गर्ने भूपेन्द्रलाई पनि अझै पनि भुन्टीले किन यति धेरै माया गरेकी छिन् त भनेर टोकोलेले भने यति बेला भुन्टीलाई गाली गरिरहेका छन्। हो साथीहरू तपाईहरुलाई पनि थाहा नै होला। टोकोलेले भने अस्पतालमै भुन्टीलाई भनेका थिए कि भूपेन्द्रलाई निको हुने बित्तिकै तिमी सिधै हाम्रो कोठामा आउनुपर्छ भनेर। अनि अहिले भने भुन्टीले भूपेन्द्रकै हेरचाह गर्नको लागि भूपेन्द्रकै रेखदेख गर्नको निम्ति टोकोले अर्थात् आफ्नै दाइको कुरा काटेर भने भूपेन्द्रसँगै भूपेन्द्रको घरमा भने गइसकेकी छिन्। हो साथीहरू टोकोलेलाई डर छ कि कतै भूपेन्द्र फेरि निको भएर भुन्टीलाई नै यो सब गरेकी हुन्, मलाई यस्तो अवस्थामा पार्ने भुन्टी नै हुन् भनेर भुन्टीलाई नै आरोप लगाउने त होइन भनेर साथीहरू टोकोलेले भने यही डरको कारणले नै अब मैले भुन्टीलाई त्यो घरमा बस्न दिँदै हुन्न, भुन्टीलाई भूपेन्द्रको नजरबाट सधैँका लागि टाढा बनाउनु पर्छ अनि मेरै कोठामा ल्याएर राख्छु भनेर टोकोलेले बारम्बार भनिरहेका छन्। साथीहरू यदि तपाईहरुलाई पनि मलाई जस्तै भुन्टीलाई भूपेन्द्रको हेरचाह गर्न दिनुपर्छ किनभने भुन्टीले आफ्नो मनदेखि माया गरेर भूपेन्द्रलाई स्याहार सुसार गरिरहेकी छिन्। भुन्टीले भूपेन्द्रको त्यति धेरै अन्याय अत्याचार अनि घृणा आफूलाई गरेको सम्झेर सहँदा सहँदै पनि भुन्टीले भूपेन्द्रको हेरचाह गर्नु भनेको भुन्टीले स्वयं मनदेखि नै भूपेन्द्रलाई माया गरेको हो। त्यसैले भूपेन्द्रको त्यस्तो हालतमा भुन्टीले भूपेन्द्रको साथ दिनुपर्छ भन्ने जस्तो लाग्छ भने कमेन्ट बक्समा भुन्टी लेखिदिनु होला। साथीहरू हजुरहरूलाई पनि थाहा नै होला डाक्टरले अब भूपेन्द्रलाई हस्पिटलमा राख्नु पर्दैन, अब भूपेन्द्रलाई घरमै गएर हेरचाह गर्न सकिन्छ भनेर अस्पतालबाट डिस्चार्ज गरिदिएको थियो र यता जस्तो तसो ठुल दाइले भाउजूलाई फकाइ फुलाइ गरेर सम्झाएर भुन्टी र भूपेन्द्रलाई घर ल्याए र त्यसपछि भुन्टीको आफ्नो श्रीमानलाई सुप बनाउने सामानहरू ल्याउनकै निम्ति बजार भने गएकी थिइन्। भुन्टीले भने फर्किने क्रममा अचानक के देखेकी छिन् त? पक्कै पनि दर्शक वृन्दहरू फेरि पनि जेरीलाई देखेकी छिन्। अब भने भुन्टी र जेरीको लफडा हुने कुरो भने पक्की भइसकेको छ। हो दर्शक वृन्द अब भुन्टीले त्यो केटीको को हो कस्तो हो भनेर पत्ता लगाएर एक केटीको बाउले गुण्डा लगाएर भूपेन्द्रलाई यस्तो बनाएको रहेछ भन्ने थाहा पाएपछि भने भुन्टीले कानुन अनुसारको सजाय दिनेछिन्। हो दर्शक वृन्द यता टोकोले भने भुन्टीदेखि निकै नै रिसाएका छन्, अझै त्यो पापी कहाँ जानु पर्दैन मेरो घर आऊ भनिरहेका छन्। हो दर्शक वृन्द तपाईहरुलाई भूपेन्द्रलाई अझै घृणा गर्नुपर्छ कि माया गर्नुपर्छ प्लिज कमेन्ट गर्नु होला। साथीहरू यति बेला भुन्टीलाई विभिन्न बाधा समस्याहरू थपिँदै गएका छन् भने भुन्टीले पनि जसो तसो ती समस्याहरू टार्दै आएकी छिन्। साथीहरू यति बेला भुन्टीले आफ्नो श्रीमानलाई यस्तो अवस्थामा साथ दिएर तपाईहरुलाई कस्तो लागेको छ प्लिज कमेन्ट गर्नु होला र तपाईहरुलाई भुन्टी सिरियल कतिको मन पर्छ। यदि तपाईहरुलाई पनि भुन्टी सिरियल एकदमै मन पर्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्टमा भुन्टी भनेर लेख्न भने पक्कै पनि नबिर्सनु होला र अझैसम्म पनि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई भने सब्स्क्राइब गरिदिनु होला र यसपछि भिडियोमा के कस्तो कथाले नयाँ मोड लिन्छ त त्यो जान्न मनलाई भने अब आउने भुन्टी सिरियलको नयाँ भाग हेर्न भने नछुटाउनु होला। हस्त धन्यवाद।